हेलो गाइस, वेलकम ब्याक टु माई थर्ड मिनी ब्लग। आजको दिनको सुरुवात चाहिँ म सनस्क्रिनबाट सुरु गर्छु, जो कि एकदम फेयरनेस क्रिम जस्तै छ, जो फेसमा ब्राइटनेस दिन्छ, शाइनिङ दिन्छ अनि फेसलाई प्रोटेक्ट गर्छ। आज चाहिँ म गावा अनि फर्सीको मुन्टाको साग खाँदैछु विथ यम्मी आटो अनि पिरो डल्ले खुर्सानीसँग खाँदैछु। गाइस हेर्नुहोस्, हजुर पनि आजकल सोचिरहनु भएको होला सङ्गीताले निकै भिडियोहरू पोस्ट गर्न थालेको छ भनेर इरिटेट हुनुभएको होला। प्लिज मलाई सपोर्ट गर्नु, म हजुरलाई सपोर्ट गर्छु। हामी सँगै अगाडि बढौँला, सँगै अगाडि मिलेर बढेको जस्तो राम्रो केही पनि हुँदैन। गाइज मेरो भिडियोलाई लाइक कमेन्ट सेयर नगर्दै पनि भ्यू गरिदिनु होला एन्डसम्म गएर। म अब यम्मी साग खाएर आटो खाएर अब म जान्छु मेरो बाबुसँग जुरापाटा जानको लागि। बाबु र म हामी हिँड्यौँ 8 बजे औषधि लिनको लागि हामी जाँदैछौँ। गाइस बाबु र म अनि बाटोमा हामी जाँदा जाँदै बाबुसँग खेल्दै रमाउँदै मस्ती गर्दै जाँदैछौँ। बाबु मसँग घुम्नु पाएर आज धेरै खुसी छ। हेर्नु न कति मजाले रमाउँदै हिँडेको छ। हामी हस्पिटल पुग्छौँ अनि त्यहाँ 2टा अस्पताल हुन्छ, जुनमध्ये बाबुले भन्छ हामीले यसमा जाने भन्छ। अनि यहाँ आउँदा फुल हेर्छौँ हामीले अनि बाबुले दोकानमा चिज किनिदिन्छु। अनि त्यसपछि अब घर आएपछि अम्चुर र अचार बनाउनको लागि आँप काट्नु भएको रहेछ मम्मीले। हेर्नुहोस् गाइस।